पानी ट्याङ्की बेला पानी ट्याङ्की यहाँ बम्पर पनि काम हुँदैछ। सानो त हल्का मचाउँछ गर्मीमा ब्रह्मपुत्रले साढे 4 भएको छ। अरे यहाँ त अप्ठ्यारै पर्छ नि मलाई त्यो यो ठाउँ यस्तो छ। यो लाइरुङ हो। यो हाम्रो पहिलाको मिल हो। यहाँ आँगन थियो, अहिले आँगन रहेनछ। यस्तो छ यहाँ हेर्नुलाई। लाइरुङ बजार यस्तो छ। यहाँ टक्क हेर्दाखेरि एउटा गेट बनाएको रहेछ।
यो माथि जाने बाटो यस्तो हेर्दै जानु है यहाँ यस्तो छ यो हाम्रो गाडी यहाँ घर रहेछ यस्तो हेर्दै जाने यस्तो छ यहाँ यस्तो यो पानी लिन जाने ठाउँ चाहिँ यस्तो रहेछ पहिलाको जुन फोटो खिच्दै यो यता तल पानी लिन जाने ठाउँ यस्तो छ घरहरू यस्ता छन् यसरी हिँड्दैछौँ चाबी लगाएर राखेको रहेछ होइन हाम्रो काका पनि यतै पर कता हुनुहुन्छ भनेको सुनेको कहाँ गयो स्त्री लाउनु जाने उसले नै मिस्त्री कहाँ गयो पहिला त यो बाटो अगाडिबाट थियो नि त ए बन्द रहेछ यता हेरौँ न त फोटो खिच्न न मिल्को भिडियो बनाउनु न बन्द गोला लगाएर धान मिल्दा खेदिनु पऱ्यो नि अब गोपाल होइन को हो कान्छो म नादन के अरे लास लाग्यो है तपाईँलाई चिने फेरि म चिमाका ज्वाइँ मेरो ठुली आमाको चाहिँ साखे ज्वाइँ मेरो बहिनी ज्वाइँ वेदमाया चाहिँ मेरो दिदी हो दिदी हो उहाँको चाहिँ मेरो ठुली आमाको ज्वाइँ उहाँको भेना पनि ठ्याक्कै पौडेल म पनि पौडेल त्यो लामी सामनेहरू त के अरे फुपूका छोरी यो जङ्गल यो बाटो अहिले जस्ताको त्यस्तै रहेछ हौ यो घरटा घुर्ने रहेछ त अलिहाल्छ पूर्वतिरका पहाड यस्तो छ वरिपरि पहाड बिचमा तराई छ यस्तो हामी बिहानै मर्निङ वक हिँड्दैछौँ यसरी हामी मर्निङ वक हिँड्दै हिँड्दै 4000 मा छौँ हामी अहिले मणिपुर पश्चिमतिर पनि पहाड छ पूर्वतिर पनि पहाड छ उत्तरतिर पनि पहाड छ दक्षिणतिर पनि पहाडै छ त्यहाँ पनि एउटा रेन्ज आज मेरो बर्थडे हो ह्यापी बर्थडे दिदी ह्यापी बर्थडे कुन सालको यो तिहार हो
2082 सालको हाम्रो चाहिँ 25 नेपालको चाहिँ ल यता बुनु के भन्नु छ नमस्कार धेरै धेरै रमाइलो लाग्यो सबैजनासँग भेटघाट भएर नमस्ते भन्नु दादाहरू आउनुभयो दिदीहरू आउनुभयो भेटघाट भयो धेरै खुसी लाग्यो नमस्कार दादा सबै सब परिवार भेला भइएको छ रमाइलो गरिएको छ भयो यता मणिपुर आइएको छ 10-12 दिनको ग्याप लिएर तिमी को यता केही भन्नु छ छैन भन्न हो केही भन्नु छैन केही भन्नु छ सबै भेट भयो राम्रो खुसियाली रमाइलो भयो आखिरले चिया खान गयो होला पानी खान खाङ्जे खान त मान्दम छ खान्जिङ गुटी भाइ के त त्यो रुम्बामा बनाएको थियो त अघि चटनी ओहो नमस्कार सबैमा सबैलाई यो दिवालीको शुभ नमस्कार अनि आज मणिपुरमा आइएको छ यसपालि छुट्टी मनाउन खुसी रमाइलो धेरै छौँ आनन्द एकदम कुशल मङ्गलै छौँ आज एकदम आराम भइरहेको छ यो आमलाको फेदमा बसेर अमला पनि खाइँदैछ एकदमै दामी एकदमै राम्रो रमाइलो छ एकदम रमाइलो चाड सबैजनालाई यसरी नहाँस लु भयो हाम्रो दुर्गे भाइको कान्छो छोरो ला कण्ठाले हान्ने नमस्कार गर्दै यता चप्पल लगा न उति एक जोडी My name is Aryan Dal. I am from Manipur and I read in class 1. School name is Cornerstone Mission School and this life is so good. So, thank you. ओके My name is Sharin Dal. गरिदियो भेरी गुड जय भारत जय दुर्गे जय गोर्खे जय गोर्खा ल भन्नु एक दुई कुरा लामो समयपछि हामी मणिपुर घुम्न आएका छौँ कति साल बादमा आउनु 30 इयर पछाडि आएका छौँ सबैसँग भेटघाट भयो रमाइलो लाग्यो फुपू मामाहरूसँग सबैसँग भेटघाट भयो खुसीको सीमै छैन क्या त्यो जननी जन्मभूमि मातृभूमि भन्छ नि स्वर्ग त गरिएसी जन्मेको ठाउँ भनेको स्वर्गभन्दा प्यारो हुन्छ अरे क्या त्यस्तै भएको छ खुसी लागेको छ आम भेरी ह्याप्पी जे भन्नु लाग्यो डिपेन नमस्ते 2 शब्द के भन्नु हेपी दिवाली सबैजनालाई केही त होला नि त त्यसो भन्देऊ न हेपी दिवाली हेपी दिवाली सबैजनालाई सबैसँग भेट भएर खुसी आराम एकदम धेरै खुसी लागेछ नेपालबाट आइदिनु भयो दाजुहरू त्यही हो नि अरू के एक्सप्रेसन त्यही हो पर्दैन भयो ठिक छ भक्मिलोको बोर्ड छ भक्मिलो यो चाहिँ दही चढेको चाहिँ अमिलो कडा हुन्छ यस्तो खालको बोर्ड छ यसरी हामी घुम्दैछौँ मर्निङ वक घुम्दैछौँ यता पनि रहेछ भक्मिलो यो यन्चाकको बोटो सुरुमा यस्तो डल्लो हुन्छ फुल फुल्छ अनि
त्यस पछाडि यस्तो निस्किन्छ टाटा निस्किन्छ टाटा अनि यसलाई चाहिँ बनाएर चट्ट इरुम्बा होइन सिन्जु इरुम्बा र सिन्जु बनाएर खाएपछि भइहाल्छ काइदा मान्छे चङ्गा हुन्छ चङ्गा हुन्छ चङ्गा ठुलो छ बोट अमलाको बोट अलिअलि फालेर खानु ल माथि माथि ल ल अब यहाँ भोटेर खाउँ फोक्से ल हिँड्दै जाँदाखेरि बाटामा देखिएका तस्बिरहरूलाई यसरी भिडियो अब यसरी हिँड्दैछौँ वरिपरि पहाड छ यहाँ एउटा चर्चहरू छ चट्ट बनाएको अहिले हामी मणिपुरको 4000 भन्ने ठाउँमा छौँ जिल्ला परो कनकोपी होइन जिल्ला कनकोपी जिल्ला यहाँ त एउटा फोटो पनि खिच यहाँ बाटोमा पाती भेटियो तितेपाती त्यति होइन नेपाली पाती ए नेपाली पाती ल मिठो सेन्ट रहेछ यसरी हामी बाहिर हिँड्दैछौँ यसरी कानबाई गाडी हिँड्दैछन् चट्टसँगले यस्ता गाडीहरू छन् मणिपुरमा लाइन लागेर आउँदैछन् कानबाई गाडीहरू हेर्नु होला कानबाई आउँदैछन् कानबाई गाडी हिँड्दै गएको यसरी के गरौँ लाइन लागेर जाँदैछन् अहिले हामी छौँ यसरी कानकोपीमा लाइटहरूले मजाले आउँदैछ यस्तो छ स्थिति बाटो बनाउँदैछन् तेलका गाडीहरू जाँदैछन् लाइन लागेर आउँदैछन् गाडीहरू एसियन हाइवे बनाउनलाई बाटो चाहिँ भनेको छ यस्तो बिग्रेको छ एसियन हाइवे बनाउनको लागि यस्तो छ यो गाडीहरू कुदिरहेका छन् जाने बाटो हो जाने बाटो यता माथिहरू पहाड छन् पश्चिमपट्टिको पहाड हो यसरी हामी चाहिँ मणिपुरी खाना आएका छौँ यसरी मणिपुरी खाना यो इरुम्बा जस्तो छ यो के छ यो के छ यो के छ यसरी आएको छ धेरैवटा प्लेटमा आएका छन् किन थालो आउँदैछ मेरो यहाँ पनि खाँदैछन् दर्शकबिन्दुहरूले थुप्रोजना छौँ यहाँ हेर्नु हामी यता छौँ दिदीबहिनी अर्को दिदीबहिनी उता सानो मासु यसरी खाँदैछौँ थुप्रोजना छ हामी इम्फालको सब्जी बजार
Lo funi fa. Nada funi fa. यस्तो यस्तो छ एकै छ यहाँ सब्जी दोकान छ बजार स्याउहरू छन् यसरी माछा इम्फालको बजार के छ हेर्दै हेर्दै जाउँ यही बाटो हिँड्नु छ उता हिँड्न उता अगाडि जानु अगाडि पछाडि एकैजना हुन्छ मामा यो हुन्छ मेरो भन्न हुन्छ होला नि हुन्छ हुन्छ यसरी खिच्दैछौँ हामी इम्फाल सहरमा हामी हिँड्दैछौँ हाम्रो टिमहरू यता पछाडि आउँदैछन् चलो यो मलाई रिस उठेर पर्दैन थियो फ्याँकिदिन्छु भने खरगाईको हिँड्दैछौँ लाइरुङ बजार इम्फालबाट घर फर्किने क्रममा बाटोमा हामीले यसरी हामी गोरेन्डल चाहिँ खाँदैछौँ बाटामा मर्निङ वक गर्ने क्रममा झरेछ बाटो पाकेछ यस्तो मजाले है पुरै पाकेको छ अलिकति म पनि खाइदिउँ त यो त अझै खाने आमा काइदाको खालि पेटले यस्तो चिज ए पानी निकालेर बोक धुनु पर्यो नि त यहाँ मुनि झर्न सक्छ होइन ल कल इनारबाट पानी निकालेर मुख धुने क्रम दाइको एलोभेरा अघि लगाउनु भएको थियो त्यो पखाल्ने होइन अहिले पखाल्दिने एकछिनमा पखाल्छु ए हो पानी त राम्रै छ होइन पानी दामी छ पानी राम्रो छ ल यसलाई यतै राखिदिउँ तलै तलै हुल्दिउँ तलै हाल्छु होइन पानी त मजाले छ हौ ल तारा यो कस्तो घर हो यो पुष्पा दिदीको घर हो माइला मामाको छोरी कान्छा मामाको यसको अगाडिपट्टि छ त्यसको छ यो ठाडो बाटोबाट यता पस्यो
यस्तोहरू आइसकेपछि यहाँ ढक्काबाट पस्छ च्याटोसँगले। यहाँ बसेका छन् हाम्रा सुरज भाइ। यस्तो च्याटो यस्तो छ यहाँ तुलसीको मठ। यहाँ छ पानी ट्याङ्की, यहाँ छ इनार र चियाको कञ्चनमाको घर यस्तो छ। म त ब्याग लिने मात्रै आएको। चिया पानीहरू खानुभएको छैन? चिया खाइयो। बाटो चाहिँ यसरी हाइवे बनाउनको लागि यसरी भत्काइएको छ, धुलो छ, पुरै धुलो छ बाटो। अब काठकपीदेखि यता चाहिँ पुरै यस्तो छ होइन? यसरी जाँदैछौँ हामी इरान घुम्न जाँदैछौँ। इराङ जाँदैछौँ हामी सबै परिवार भेला भएर घुम्न। इराङ 9 माइल 10 माइल जन्मभूमि इराङ 10 माइल हो। सबैजनाको हुर्केको ठाउँमा जानु मन लागेर जाइँदैछ। त्यसरी यस्तो छ बाटो साटो। अब हामी आइटी रोड होइन, आइटी रोडबाट हामी उमा लाग्छौँ। अहिले हामी कालापाड छेउछाउ आइयो। त्यस्तो छ कुरा। कानकपी नजिक आइयो। अब सेनापति यहाँदेखि 18 किलोमिटर छ। अब कानकपी त अब नजिकै छ। स्टोरीबारी साँच्चै अग्ली हुने रहेछ सानो सानो। अग्ली होइन अल्गी। भाइले अघि निकाल्नु पर्ने हो। इरान जाँदैछौँ। यस्तो छ बाटो, राम्रो छ यहाँ त ठाउँ ठाउँ त। अगाडि कस्तो आउँछ थाहा छैन। अहिलेसम्म चाहिँ एकदम फाइन बाटो छ। अहिलेसम्म चाहिँ एकछिन चाहिँ सुपर फाइन बाटो थियो। सुपर फाइन बाटो छ। ठाउँ एकदम राम्रो A1 छ। पहाड वरिपरि होइन, जग्ग हरियाली यस्तो छ यहाँ। यसरी हामी जाँदैछौँ बस गर्दै। ट्याक्क ठाउँ चाहिँ हल्का देउराली परेको, पहाड परेको, हल्का भिरालो। अनि टिभीमा हेर्न यस्तो मजा हुन्छ। सात माइल ल 7 माइल आयो है। 7 माइल हाम्रा डाँडाकाँडा आए। डाँडाकाँडा कति माइल आयो? 8 माइल। 8 माइल के ठाउँ अरे यो? 8 माइल चवाङकिलिङ भिलेज। चवाङकिलिङ भिलेज यता छ। स्कुल चाहिँ कता माथि छ? ए ल दिवसको स्कुल जाने ठाउँको बाटो पनि खिचिदिइहालौँ। माथिको होइन? ए डन्ठा भएको हलिँदैन थियो। डन्ठा छैन, त्यही भएर अलिअलि हलिन्छ। पारिपट्टिका गाउँहरू देखिन्छ।
यसरी फोटो खिच्ने कार्यक्रम हुँदैछ। यसरी हिँड्दैछौँ, यहाँ यसरी आउँदैछन् भेडाहरू। ल यहाँ कान्छी यस्तो साग लिएर आउँदै तलबाट लिएर आउँदैछन्। यहाँ रोज फुलेछ। यहाँ आउँदैछन् हाम्रो भान्जी, राम्री भान्जी, फोटो खिचेर आइन्। यस्तो छ स्थिति, भ्यू राम्रो छ। 10 माइल यस्तो छ यो ठाउँ। जयको पुरानो घर यहाँ छ। काँक्रा खाँदैछन्। कति जानुपर्छ त इरान जाँदैछन् मान्छेहरू। कति मजाले खायो हो, कति चाहिँ माया लाग्दो गरेर नि। दबाइसक्यो कि होइन? गर बाबु भदौ के सर चबाको ल एउटा फोटो त खिचौँ न। फोटो 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 यसरी राखेका छन् धान काटेर। अनि यता ए सबै वरिपरि सेनापति पहिलाको गेट भएको ठाउँ यहीँ रहेछ त बेला। सेनापति का बजार, सेनापति बजार घरहरू।
पुरी पढेको स्कुल जाने बाटो यहाँ तल्लापट्टिबाट यस्तो छ माथिबाट यस्तो यहाँ एउटा हल छ हल पनि खिच्छु अब गरमा पारिपारिका बस्तु पुरानो हल पुरानो फिल्म हल यस्तो छ यहाँ बजार माथि बस्ती माथि पनि गएर हेरौँ म पढेको स्कुल जाँदैछु स्कुल माथि सबै माथि डाँडामा यो सबै आर्मीको हो आर्मी क्याम्प हो यो चाहिँ स्कुल यहाँ छ अगाडिबाट खिच्नुपर्छ अब बाटो यस्तो छ म पढेको स्कुल यस्तो रहेछ है यो नयाँ भवन बनिएको रहेछ यहाँ खेल्ने ठाउँ त्यस्तै रहेछ स्कुलबाट अब यहाँ स्कुलबाट म अगाडि बढेँ यहाँ मन्दिर छ यहाँ प्रसादी खान आउँथ्यौँ हामी यो मन्दिरमा गाडीहरू छन् यहाँ आर्मीका दुर्गा मन्दिर यस्तो छ यहाँ फिल्म हल तल्लो बाटो सल्लाघारी लाइरुङ भन्दा पारिपट्टिको ठुलो यस्तो सबै खेतीपाती लगाएको रहेछ यस्तो रहेछ यस्तो छ बाटो यहाँ
बजार यस्तो छ पान पसल जाने बाटो यो चाहिँ चौबाको घर हो यहाँ आमा बस्नुभएको छ चौबाको आमा चौबा विजय प्रेम चौबा विजयहरूको घर आमा प्रेमहरूको घर यो यहाँ हेरौँ त माथि यो गोलाइ यता त सुनसानै रहेछ गोलाइमा यहाँ पहिला जाने बाटो खुङ्निम पानी ट्याङ्की यस्तो छ ठाउँहरू यहाँ यस्तो हेरौँ मौ बस सेकमाई इम्फाल हामी खाना खान आएको छौँ दिदी यस्तो छ योलाई भन्छ सेकमाई सेकमाई यहाँ छ सेकमाईमा आएर सेकमाई नै खायो त क्या खायो आज हामी पौडी खेलेको ल ल ल भिडियो गर्दैछौँ आज हामी सेकमाईबाट खाना खाएर अब यहाँ मणिपुरको पार्कमा छौँ के पार्क अरे यो वाटर पार्क फैदिङ्गा बिचको
यहाँ बिचको अवस्था वेभमा दामी भ्यू छ। काङ्ला तुम्मी बजार बिहानको 5:50 बजे बिहानको समय छ। किलो त 300 कति लाने दाजु बोल्नु त एकचोटि कसरी दिने अरे केजी कति केजी लाने 1 किलो जति हो केजी हम पनि लग्नु यसरी यसरी के अरे हरिणको मासु त नागाले त दियो त हो यसरी झ्याप्पै 2 किलो त छ होला हौ। अब नेपालमा चाहिँ यो खाना मार्न पाइँदैन। यहाँ यसो मणिपुरतिर चाहिँ नागाहरूले चट्ट यसलाई पोलेर अब यसको भुत्ला पोलेर त्यस पछाडि यस्तो भुत्ला छ नि यहाँ यस्तो। हजुर